सम्पूर्ण नमस्कार। आज हामीसँग हुनुहुन्छ अभिसारका लेखक राजेश सुवेदीज्यू। अभिसार सम्बन्धी आज केही कुराहरू लिएर आएका छौँ। तपाईँलाई स्वागत छ। धन्यवाद दिप प्रदीप, तपाईँको पोडकास्टमा मलाई ठाउँ दिनुभएकोमा। यो कृतिको नाम अभिसार किन रहन गयो? अभिसारको अर्थ भनेको नेपाली शब्दकोशमा दुईटा अर्थ छ र एउटा भनेको आफ्नो प्रेमीलाई निर्दिष्ट ठाउँमा भेट्न जाने महिला अथवा केटी युवती भनौँ, उसले निर्दिष्ट ठाउँमा भेट्न जाने प्रक्रियालाई कामलाई चाहिँ अभिसार भनिन्छ र जसलाई चाहिँ भेट्न जाने प्रक्रियालाई अभिसार भनिन्छ। भेट्न जाने अथवा बोलाउने प्रक्रियालाई अभिसार भनिन्छ र यो पनि यस्तै उपन्यासको नायिकाले आफ्नो प्रेमीलाई सकुशल पाउनको लागि गरेको सङ्घर्ष हो। अर्को अर्थ भनेको युद्ध अथवा आक्रमण गर्नु भन्ने हुन्छ र यसको मुख्य कथा भन्दा अर्को जुन उपकथा छ त्यो उपकथाले चाहिँ अभिसारको अर्को अर्थलाई चाहिँ जस्टिफिकेसन गर्छ र जुन आक्रमण भनिएको छ आक्रमण ठ्याक्कै भौतिक रूपमा नभए पनि त्यो अलिकति सोसियल वार छ उपकथाभित्र र त्यसले चाहिँ अभिसारलाई जस्टिफाई गरेको छ। भनेपछि यो उपन्यास प्रेमिल रहेको छ कि सामाजिकका केही तत्त्वहरू रहेको छ जसमा प्रेममा विभिन्न किसिमका बाधाहरू आउने, समाजले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ, यो कुन विषयलाई उठान गरेको छ? यो विशुद्ध सामाजिक यथार्थवादी उपन्यास हो। विशेष गरेर तपाईँ हाम्रै समाजमा घटेका घटनाहरू, समाजमा हुने घटनाहरू र त्यो बाहेक केही उपकथाहरू पनि जोडिएका छन् जो ऐतिहासिक विषयवस्तु र गुरुङ संस्कृतिसँग जोडिएका कुराहरू छन् र त्यसले चाहिँ गुरुङ संस्कृतिको कम ज्ञान भएका साथीहरूलाई थोरै भए पनि जानकारी दिने कोसिस गर्छ। तर मुख्य विषयवस्तु भनेको एउटी 22 वर्षीय युवतीले उनले आफ्नो प्रेमीलाई सकुशल पाउनको लागि गरेको सङ्घर्ष हो र उनको सङ्घर्षमा के कति बाधा अड्छन् र के कति अवरोध आए, त्यसलाई कसरी ट्याकल गरिन्, पाउन सकिन् कि सकिने भन्ने कुरा उपन्यासले दिन्छ। अनि जस्तै कि मैले यो किताब लेखेँ, यसको मतलब नेपाली साहित्यमा केही कमी थियो र तपाईँले त्यसलाई परिपूर्ति गर्न खोज्नु भएको। यो विषयवस्तुमा अहिलेसम्म कसैले लेखेको छैन कि कसैले लेखेको भए पनि पूर्ण रूपमा तपाईँलाई त्यस्तो लेखेको जस्तो लागेन, तपाईँले किन लेख्नुभयो? धन्यवाद सर। यो उपन्यास त धेरै लेखिएका छन्, हाम्रो सामाजिक यथार्थवादी पनि छन्, साइन्स फिक्सनहरू पनि छन्, हिस्टोरिकल पनि छन्, थुप्रै छन्। तर यो उपन्यासले अरू उपन्यासले भन्दा फरक कुरा के दिन्छ भन्ने विषयमा यसमा जोडिएर आएको एउटा यो साइकोलोजिकल डिसअर्डर छ, डिसोसिएटिभ आइडेन्टिटी डिसअर्डर अर्थात् मल्टिपल पर्सनालिटी डिसअर्डर भनिन्छ। त्यसलाई चाहिँ तपाईँ हाम्रो समाजमा बुझाइ के छ, कसरी व्यवहार गरिन्छ, के हो र यसलाई कसरी हटाउन सकिन्छ भन्ने कुरा चाहिँ यो उपन्यासले दिन्छ। एउटा मानसिक विकार जसलाई तपाईँ हामीले पागलसम्म पनि भन्न भ्याउँछौँ, त्यो के हो, कसरी हुन्छ र यसलाई कसरी हटाउन सकिन्छ भनेर तपाईँ हाम्रो साइकोलोजीको बारेमा यसले चाहिँ अरू उपन्यासले नदिएको कुरा चाहिँ यो उपन्यासले दिन्छ। भनेपछि आम पाठकहरूले यस्तो मानसिक डिसअर्डर भयो भने कसरी त्यसलाई सम्हाल्ने, कसरी वार्तालाप गर्ने त्यही बुझ्न जान्छ कि आम पाठकले कुन विषयमा? आम पाठकलाई चाहिँ उपन्यासले एक साहित्यकै रूपमा पाठकलाई एउटा साहित्यले जति दिन सक्छ, जे दिन सक्छ त्यही दिन्छ। किनभने यो मेडिकल साइन्सको बुक होइन र साहित्यको एउटा म पनि साहित्यको विद्यार्थी भएको कारणले साहित्यकारको अथवा साहित्य लेखकको आँखाबाट जसरी देखिन्छ त्यसरी दिएको छ र यसले चाहिँ विषयलाई उठान गरेको छ। यो के हो, यसलाई हाम्रो समाजले कसरी हेर्छ र कसरी देखिन्छ भन्ने कुरालाई चाहिँ उठान गरेको छ र यसले चाहिँ पक्कै पनि त्योसँग सम्बन्धित पाठकहरूलाई उत्सुकता बढाउनेछ र उहाँहरूले चाहिँ समाधानको खोजी गर्नुहुनेछ। धन्यवाद। नेपालमा पनि पाठक, नेपालमा नभनौँ संसारभरिमा पाठक अनेक किसिमका हुन्छन्। कसैलाई यौन मनपर्ने, कसैलाई सामाजिक, कतिलाई आशावादी, कसैलाई फिक्सनहरू मनपर्ने, कस्ता खालका पाठकहरूलाई लक्षित गरेर लेखिएको? यो विशेष गरेर सबै खालका पाठकहरूले पढ्न सकुन् भनेर मैले यसमा भाषामा पनि सरलता, क्लिष्ट शब्दहरू एकदमै कम प्रयोग गरेर भाषा सरल बनाउने प्रयत्न गरेको छु र यो चाहिँ विशेष गरेर आम पाठकहरू जो नेपाली साहित्यमा रुचि राख्नुहुन्छ र रुचि नराख्ने पनि सर्वसाधारणले पनि पढ्नुहोस् भनेर सरल भाषा र तपाईँ हामीसँग छोइने सामाजिक विषयवस्तुहरू उठान गरेको छु। र अब यो
कुन वर्गका पाठकले बढी रुचाउनुहुन्छ भन्ने चाहिँ अब बजारमा गएपछि त्यसको प्रतिक्रिया आउँछ। पाठकहरूबाट तपाईँले कस्तो खालको प्रतिक्रियाहरू अपेक्षा गर्नुभएको छ? अब मेरो पहिलो उपन्यास हो, मैले धेरै कुरा सिक्न बाँकी छ र म लेख्दैछु। मैले गर्न नसकेका कुराहरू, पाठकलाई सन्तुष्ट बनाउन नसकेका पक्षहरू उहाँले पृष्ठपोषण दिनुहुनेछ र म फेरि त्यसलाई सुधार्दै जानेछु र आम पाठक वर्गहरूबाट मेरा कमी कमजोरीहरूलाई चाहिँ औँल्याइदिनु हुनेछ भन्ने अपेक्षा गरेको छु। तपाईँ त अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेको मान्छे, तर तपाईँले नेपाली भाषामै किन लेख्नुभयो? अब यस्तो छ, अङ्ग्रेजी साहित्यमा लेख्दा चाहिँ तपाईँ हामीले लेखेको साहित्य अङ्ग्रेजी साहित्यको मूलधारमा समावेश हुँदैन र अनि तपाईँ हामीले अङ्ग्रेजीमा लेख्नु भनेको लेख्नको लागि मात्रै हुन्छ, लेखकको लागि मात्रै हुन्छ है। र म नेपाली हुँ, नेपाली भाषी हुँ, त्यसरी मैले नेपालीमा लेखेँ भने आम नेपालीको लागि हुन्छ र विशेष गरेर पाठकहरूको पहुँचको कारण र अनि आफ्नो भाषिक दक्षता पनि। म अङ्ग्रेजी साहित्यको विद्यार्थी भए पनि त्यो लेख्नै सक्ने त्यो स्तरसम्म नपुगिसकेको र आफूलाई नेपाली विषयमै कम्फर्ट हुने भएको कहिलेकाहीँ लेख्नुहुन्छ? हजुर, धन्यवाद। तपाईँ विदेश एकजना मान्छे जो विदेश बसेर काम गर्दै लेखिरहेको छ, त्यस्तो मान्छेलाई एउटा उपन्यास नै लेख्नु भनेको ठुलो कुरा हो। तपाईँले कतिको असहज भयो, कतिको सहज भयो? काम गर्दाखेरि साउहरूले विभिन्न किसिमका टर्चरहरू दिन्छन्, कहिलेकाहीँ आइलाग्छ, राम्रो साउ भए पनि कहिलेकाहीँ कामकै कारणले विभिन्न तनावहरू उत्पन्न हुन्छ। यति तनावको बावजुद पनि तपाईँले कतिको असहजताहरू पार गर्नुभयो? अब अप्ठ्यारो त धेरै नै भयो सर होइन। अब दिनभरि काम गरेर थाकेर आइएको हुन्छ, कन्सन्ट्रेट गरेर अब लेख्न बसिसकेपछि यसमा अलिकति डुबेर फिलिङ्समा नपुगिकन लेखियो भने फेरि त्यो कथामा बग्न नि सकिँदैन, आफैलाई सन्तुष्टि मिल्दैन। त्यसरी गर्दा अब लेख्न अलिकति समय पनि लाग्यो, मलाई झन्डै 2 वर्षै लाग्यो। मैले आफूलाई अनुकूल भएको समयमा। तपाईँले परिकल्पना गरेको 2 वर्ष लाग्यो कि परिकल्पना अगाडि गर्नुभएको थियो, त्यसपछि त्यसलाई कापीमा उतार्नलाई 2 वर्ष? मलाई पहिलो फर्स्ट ड्राफ्ट पाण्डुलिपि बनाउनको लागि झन्डै 2 वर्ष जति लाग्यो। अब किनभने मेरो लेखन पनि मैले पहिलो ड्राफ्ट एकचोटि लेखिसकेँ र त्यो लेखेपछि आफैलाई पनि पुरै लेखेर सकेँ र फेरि रिराइट गर्ने बेलामा यस्तो पनि हुन्छ जस्तो लाग्यो है, फेरि रिराइट गरेँ। त्यसरी रिराइट गर्दा समय पनि धेरै लाग्यो। अब त्यो मेरो न्यारेसन अलिक कमजोर भयो जस्तो लागेर मैले फेरि त्यसलाई इम्प्रुभ गर्नुपर्छ भनेर धेरै कुराहरू लेख्न मैले समेट्न बाँकी रहेछ बुझ्दै गएँ। अनि सरस्वती एउटा गुड उपन्यासमा के हुनुपर्छ, के समावेश हुनुपर्छ, त्यो कुराहरू बुझ्दै गएपछि फेरि रिराइट गरेँ। यसरी यो प्रक्रियाहरू 2-3 पटक दोहोरिँदा अलिकति समय लामो भयो। तपाईँले कोरिया बसेर यो किताब लेख्नुभयो, तर प्रकाशन गर्न नेपालै जानुभयो, नेपालबाट प्रकाशन गरेर ल्याउनु भयो, फेरि विमोचन कोरियामै गर्नुभयो। विमोचन गर्नुको साहित्य हाम्रो जुन अनिशा छ च्याप्टर छ, कोरिया च्याप्टर, त्यो प्रति लगाव हो कि तपाईँको अरू केही छ त्यसमा? अब यस्तो छ, विदेशको बसाइ भएको मान्छेले कतिपय कुराहरू आफूले चाहे जस्तो र सोचे जस्तो गरेर व्यवस्थापन गर्न सकिँदैन। कोरियामा लेखेर म नेपाल गएँ र नेपालमा पनि धेरै समय पनि दिन सकिएन, अलिकति हतारमा छपाएर कोरिया ल्याइयो। अब मलाई पनि अपेक्षा त कोरिया आएर विमोचन गर्न पाएँ, किनभने सहज हुन्छ, आफ्नो साथीभाइहरूसँग अलिकति साथीभाइहरूलाई अनुरोध गर्न सकिन्छ र कार्यक्रम राख्न पनि सहज हुन्छ, जस्तो तपाईँहरूले सहजीकरण गरिदिनु भयो है, यसरी सहज हुन्छ भन्ने अपेक्षा थियो। र अब त्यो सँगसँगै आफ्नो नेपाल जाने आउने छुट्टी र त्यो टेक्निकल कुराहरूले गर्दा पनि कोरिया आइपुग्यो र कोरिया आएकोमा चाहिँ मलाई खुसी लागेको छ। कोरियामा विमोचन भयो, अब नेपालमा हुने पाठकहरूले के सोच्ला भने कोरियामा विमोचन भयो, कोरियामा मात्रै उपलब्ध होला कि के छ यसको? नेपालमा पनि व्यवस्था छ, विमोचन हुने हो र बिक्री वितरण हुने हो कि कस्तो छ? नेपालमा विमोचन भन्दा पनि यसको एकपटक समीक्षात्मक कार्यक्रम गरौँ भनेर प्रकाशकले भन्नुभएको छ र प्रकाशकसँग सल्लाह गरेर विशेष गरेर हाम्रो यो इन्डीको इङ्क बागबजारबाट प्रकाशन भएको हुनाले उहाँले भन्नुभयो अनुसार मलाई अहिले ठ्याक्कै पसलहरूको नाम त थाहा छैन, नेपालका मुख्य सहरहरूमा सबै ठाउँमा पुर्याउँछौँ भन्नुभएको छ र त्यसको चाहिँ म पछाडि विशेष गरेर आफ्नो सोसियल मिडियाहरूबाट कहाँ उपलब्ध हुनेछ भन्ने जानकारी गराउँछु र नेपालका मुख्य सहरहरूमा उपलब्ध हुन्छ र एउटा कार्यक्रम पनि नेपालमा हुँदैछ छिट्टै। नेपालमा पनि प्रकाशनहरू बिच कस्तो छ भने एउटा प्रकाशनले कुनै एउटा सीमित पुस्तकालयहरूलाई मात्रै दिन्छ, त्यहाँ गयो भने अर्को प्रकाशनको किताबै पाइँदैन,
के छ हरेक सबै किसिमका पुस्तकालयमा उपलब्ध हुने हो कि त्यसको पनि केही क्राइटेरियाहरू हुन्छ? त्यो वितरणको प्रक्रिया चाहिँ कस्तो छ मलाई नि धेरै थाहा छैन, तर तपाईँले भन्नुभएको कुरा सम्भवतः त्यस्तै हुन्छ होला सायद। कस्तो हुँदो रहेछ भने प्रकाशकहरूको आफ्नो आफ्नो कन्ट्याक्ट हुँदो रहेछ होइन, पुस्तक विक्रेताहरूसँग, र विक्रेताहरूले चाहिँ उनीहरूसँग कन्ट्याक्ट भएको प्रकाशकको मात्रै बेच्दिने त्यस्तो परिपाटी हुँदो रहेछ। सम्भवतः तपाईँले भन्नुभएको जस्तो हुन्छ होला, तर आम पाठकको लागि बजारमा जहाँ पाइए पनि एक ठाउँमा पाइयो भने किनेर पढ्न त सकिन्छ होइन। पढ्न इच्छुक हुनेहरूले तपाईँले सम्पर्क गर्ने माध्यम फेसबुकै हो कि अरू केही? दक्षिण कोरियामा रहनुहुने साथीहरूले मसँग पढ्न चाहनुभयो भने मलाई फोन गर्न पनि सक्नुहुन्छ, र नभए मेरो इमेल rajesh.subedi22@gmail.com मा फोन मेसेज गर्न पनि सक्नुहुन्छ। तपाईँले थिबीको व्यवस्था गरिदिनुहुन्छ? हजुर, म नेपालमा हुनेहरूको लागि? नेपालमा हुनेहरूलाई चाहिँ प्रकाशकले कहाँ पठाउनुहुन्छ त्यो लिस्ट पठाइसकेपछि म सोसियल मिडियामा उपलब्ध गराउँछु, र विशेष गरेर इन्डीको इङ्को र अविचार भनेर मागियो भने बजारमा पाइन्छ भन्ने कुरा गर्नुभएको थियो उहाँले। यसको चाहिँ विस्तृत रूपमा बुझेर पठाउनेछु। हस् त, धन्यवाद। तपाईँलाई कृतिको सफलताको शुभकामना व्यक्त गर्दैछु। हुन्छ, धन्यवाद। मलाई यो अवसर दिनुभएकोमा यहाँको सहयोग र सद्भावप्रति आभारी छु। धन्यवाद।